नमस्ते सबैजनालाई जुजुलक्पा फ्याफुला सबैजनालाई अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। म चाहिँ सन्चो छैन किनकि हजुरहरूलाई थाहा नै भइसक्यो मेरो आवाजबाटै। त्यही भएर चाहिँ नयाँ दिनमा नयाँ भिडियो ल्याएर आएकी छु हजुरहरूको मार्फत। हजुरहरूले चाहिँ हेरेर साथ दिनुहुन्छ भन्ने आशा गरेकी छु। हेरेर मात्र हैन कि लाइक कमेन्ट पनि गर्नुहुन्छ भन्ने आशा गरेकी छु। अनि म चाहिँ यस्तो धेरै गाह्रो भइरहेछ टन्सिलले, मलाई टन्सिलको प्रब्लम छ नि त। त्यही भएर चाहिँ अब भिडियो नबनाऊ भने पनि नहुने, भिडियो अब बनाउन मन लाग्ने जतिसुकै गाह्रो भए पनि। त्यही भएर चाहिँ अनि मैले सानो भिडियो आज कैद गर्नु पर्यो। सपिङ गर्न जानुपर्ने छ नि त। त्यही भएर चाहिँ थोरै जति सक्छु त्यति चाहिँ कैद गर्छु भनेर आँटेको छु। यति धेरै गाह्रो भएको बेलामा पनि। अनि भिडियोमा पनि कस्तो सानो सुट छ, सुन्दैन भनेर भन्नुहोला मेरो, किनकि अहिले सानो आवाज भइरहेछ किनकि घाँटी दुखेर म धेरै बोल्न सकेको छैन कि। अनि त्यही भएर चाहिँ हो मेरो सानो आवाज आएको। अनि त्यस पछाडि मैले चाहिँ भिडियो गर्न मन पनि थिएन। एउटा मनले चाहिँ फेरि यस्तो अब के गर्नु होइन, पछि निको भएपछि मात्र गरौँ कि जस्तो लागेको थियो। तर यस्तो होइन, अब होस् सपिङ गर्ने टाइममा थोरै पनि बनाऊँ न, गाह्रो भयो भने के भयो र भनेर मैले चाहिँ बनाउने आँट गरेको छु। तर धेरै त गर्न सक्दिनँ म होइन, दुईवटा आँटमै हुन्छ होला सायद। अब पछि गर्छु भने पनि त्यो टाइमै मिलेको छैन कि, बिरामी हुँदाखेरि नै थोरै टाइम छ नि त अब सपिङ गर्नुपर्नेहरू। त्यही भएर चाहिँ अनि पछि गर्छु भने त्यो हुँदैन। अनि थोरै टाइममा गर्नै पर्ने भएको कारणले गर्दा चाहिँ सपिङ मैले भिडियो पनि कैद गर्न खोजेँ बिरामी भएको टाइममा पनि। हजुरहरूले चाहिँ हेरेर साथ दिनुहुन्छ भन्ने आशा राखेकी छु। अब म उठ्छु पनि, अनि उठेर मुखसुख धोएर अनि हल्का झोल मात्र खान्छु। अनि दुध र भात खाएर म चाहिँ आज सपिङ गर्न जान्छु। भाउजूलाई बोलाएर हिजो अस्ति पनि चाहिँ नआएको कति दिनसम्म त पुरै सुकेर लाठी जस्तै भएको थिएँ। तर अहिले चाहिँ हल्का कम भएको छु बोजू खाएर। त्यही भएर अलिकति बोल्न सक्ने बेलामा बनाऊँ न भनेर बनाएकी छु। हजुरहरूले चाहिँ हेरेर साथ दिनु होला है त। हेभ अ गुड डे, बाई बाई। पाउँछ होला उयोबाट, हामी यताबाट यता पो गएछ क्या। म त टपरी मोमो भनेको थिएँ नि त, तपाईँले टपरी मोमो खोज्दै हिँड्यो होला भन्नु ठाने कि। त्यो सङ्कटा छिर्ने बाटो लिएर म चाहिँ कहाँ पछि गएर फेरि उता गइसकेँ। म जमलबाट चाहिँ गाडी चाहिँ चढ्ने होला भन्नु होइन नि, हुन त त्यहाँ मलाई त गाडी त्यहाँबाट चढ्दा हुन्थ्यो नि। कहाँबाट जाने, यताबाट आउनु। साझा गाडी आउनु लाग्यो होला। खुट्टै सपिङ गर्दा खुट्टै दुखिसक्यो, हिँड्दा झ्याउै लाग्छ। अब मोटामोटी त घर ठुल्ठुला भयो, अब बिर्सेको जति सम्झिनुपर्छ। सपिङ पनि गर्न सकियो आज। खुट्टा दुखिसक्यो। उयो के हो यस्तो, यहाँ चाहिँ आज चाहिँ म सपिङ गर्न गइरहेको थिएँ। त्यही भएर हिजो पनि सपिङ गएको, अस्ति पनि सपिङ गएको, आज पनि सपिङ गएको। एक त स्वर मेरो राम्रो पनि भएको छैन, गाह्रो भइरहेछ। त्यही पनि सपिङ त गर्नुपर्ने नै भएको थियो कि। तर अब सपिङ गर्न नपर्ने भएको भए त यति सन्चो नहुँदा किन जान्थेँ र म। तर सपिङ गर्ने भएरै मैले चाहिँ सपिङ गर्न आज गएँ, हिजो गएँ, सन्चो नभए पनि। त्यही भएर चाहिँ
स्पेसली मेरै लागि सपिङ गर्न गएको होइन। तर मैले चाहिँ के गरेँ हिजो आज म चाहिँ हजुरहरूलाई देखाउने छु है त। कहाँदेखि गरम भन्ने के रहेछ जुत्ता है, जुत्ता जुत्ता सपिङ गरेँ। अनि यो चाहिँ लेहेङ्गाको लागि सल सिलाउन चाहिँ दिइरहेको छु। यो आइसकेपछि रेडी भएपछि मात्र हुन्छ। यो चाहिँ देखाउँछु, अहिले केही भएको छैन यसको काम कुरै। यो उता फाल्ने यो चाहिँ उनीहरूको लागि साडी किनेको छु। त्यो सिलाउने भएको छ। यो चाहिँ यस्तै सेम भाउजूलाई पनि छ, सेम भाउजूलाई पनि छ एउटा। अनि यो चाहिँ के हो यो चाहिँ के हो, यो साडी हो। साडीमा लाउने केमा लाउने रे, यो बीमा होला सायद होइन हुने। यसको नि ब्लाउज सिलाउनु बाँकी छ। अनि कस्तो लाग्यो, यो चाहिँ सल ब्लाउज भित्र छ। पुरै रातो छ, तर पनि लगाउनु त पर्यो। तर यो चाहिँ मेरो होइन, यो अरूको नै हो। यो चाहिँ मेरो होइन, तर मैले चाहिँ पैसा तिरेको छु, रिटर्न आउँछ त्यो होइन। अनि यो चाहिँ हिजो गरेको सपिङहरू अझ उता पठाइसकेको छु। यति गरेर हिजो चाहिँ टाइम अफ भयो, त्यही भएर आज गएँ। अनि देखाउनु पाइनँ आज। मैले चुरा कता चुरा बुट्टावाला पुरै त्यो झुम्का सुम्का होइन। म छक्क परेँ यार, आजकलको समय यति महँगो है। यो झुम्का चाहिँ कति 500 लिगाएँ। यतिको 500 के 500 लिगा, 500 पनि बढी छ। यसको 250 250 500। अनि यो चुरा 250 1000। अनि बिचमा यो लाइटवाला राखेको त्यो छुट्टै गरेर त यो 1200सम्मको चुरा। आजकलको समयमा धेरै गाह्रो रहेछ। धेरै गाह्रो रहेछ सामानहरू किन्न। ला यो मेरो क्या के सक भइरह्यो यार। ला बुनेको जुत्ता मेरोमा पर्ला भनिरह्यो क्या, सेम टु सेम भइरह्यो। बुनेको जुत्ता मलाई परिरह्यो भनिरह्यो कि म चाहिँ यो चाहिँ मेरो जुत्ता हो। मेरो जुत्ता अर्को जुत्ता पनि 2 जोडी किन्थ्यो, 1 जोडी चाहिँ उता छ। आज गरेको सपिङमा चाहिँ यो चाहिँ। अनि यो किनेमा चाहिँ कुर्ता,
यो के गर्ने भने सिलाउन लानुपर्ने हो जति छिटो हुनुपर्छ सिलाउन लाग्यो भने गाह्रो छ अर्को यो चाहिँ के भन्ने एकदम इम्पोर्टेन्ट रहेछ कि यो हामी हाम्रो नेवार कल्चरमा चाहिँ दिनु पर्दैन होइन गोर्खाको नेवार कल्चरमा चाहिँ दिनु पर्दैन यो तर यताको नेवारहरूलाई चाहिँ दिनु पर्दैन नेवार त नेवार धेरै थरी हुँदो रहेछ नेवार त्यही भएर यो चाहिँ दिनै पर्ने रहेछ त्यही भएर मैले चाहिँ किनेँ 500 टाका दिएँ 4 मैले चाहिँ धेरै मान्छे छैन नि त त्यही भएर म चाहिँ थोरै किनेको छु हुन्छ यति भएपछि काफी पुग्छ यो चाहिने नै रहेछ क्या पछि मलाई गाह्रो हुन्छ सामानहरू हो हाल्नुपर्छ कामले हुँदैन अगाडि यो पनि मैले किनेको छु ब्ल्याकमा सायद मलाई मनपर्छ कि पर्दैन तर मैले चाहिँ किनेको छु यो चाहिँ मम्मालाई त एकजनाको उयस अनि यो पनि छ सानो पर्स यो चाहिँ देखाउँ कि नदेखाउँ लुगाहरू त देखाएँ तर यो चाहिँ नदेखाउँ यो स्पेसल यो नदेखाउँ पछि देखाउँछु ल म के दिएँ भनेर के दिएँ के दिने छु भनेर यो चाहिँ पछि देखाउँछु यो चाहिँ नदेखाउँ सर्करेट अनि यो पनि देखाउँ न देखाइदिन्छु अनि एउटा ब्याग पनि किने कम्बिनेसन मिलेछ राइट तर यो के अझै सिलाउने बाँकी छ अझै किन्ने बाँकी छ के अझ मसलाहरू खै के किन्नुपर्छ भन्नुभएको छ मसलाहरू पनि किन्छु अब त्यो कहिले हुन्छ थाहा छैन क्या भ्याउँदै भ्याएको छैन अब त्यति चाहिँ काम सघाउँछु अनि सक्यो है हजुरहरूले चाहिँ हेरेर साथ दिनु होला मेरो भिडियो मैले के गरेँ होइन कुनै चाहिँ खिच्न पाउँदैन कि आज बाहिर पनि यो सामानहरू नै थियो क्या झोला हातमा झोला थियो यस्तो गरम लाग्यो त्यही भएर चाहिँ मैले चाहिँ त्यो खिच्न पनि पाएन आज चाहिँ मैले उता साथीकोबाट पनि मैले गहना पसल पनि गएँ अब त्यो खिच्नु थियो अरू कुराहरू पनि धेरै कुराहरू थियो तर मैले चाहिँ खिच्न भ्याइनँ भन्दा पनि त्यो सामान भएको कारणले गर्दा चाहिँ सबैको हातमै सामान थियो क्या कसैलाई खिचिदियो भन्ने होइन अनि खिचिदियो भन्नुलाई त अलि हुनुपर्छ नि त हातमा केही नहुनुपर्छ नि त तर सबैको सामान हातमा थियो त्यही भएर चाहिँ गाह्रो भयो अनि मैले चाहिँ खिचिनँ घरमा आएर मात्र खिचेँ हल्का बाटोमा त्यसलाई खिचेको छैन यति नै हो मेरो सबै अब सरी यार सन्चो पनि छैन मलाई त यस्तो गाह्रो भएको छ यति चाहिँ गरेछु सपिङ गाई जत्रै भएको छ यार त्यहाँ पनि छ अर्को खाटमा पनि